गुड इभिनिङ, नमस्ते संसारभरि छरिएर रहनुभएका नेपाली भाषीहरू। अहिले म दैलेख जिल्लाको यो दुल्लु गाउँपालिकाको दुल्लु बजारमा अवस्थित रहेको यो साहित्यिक पार्कमा छु। यहाँको स्थानीय समाजसेवीहरूले स्थानीय निकायसँग मिलेर यो साहित्यिक पार्क बनाउनु भएको रहेछ। यो साहित्यिक पार्कमा विभिन्न नेपालका साहित्यमा योगदान पुर्याउनु भएका व्यक्तिहरू तपाईँलाई म क्रमशःबाट बताउँछु। म यहाँ चाहिँ प्राध्यापक डाक्टर जयराज पन्त, अनि अमरसिंह ढोली, अनि स्वर्गीय कवि मोतीराम भट्ट, विशाखर पाध्या, अनि गएर कृष्णसेन इच्छुक, अनि गएर त्यसै गरी जङ्गबहादुर शाह, जङ्गबहादुर राणा होइन, उहाँ शाह छुट्टै हुनुहुन्छ, अनि रत्नाकर देवकोटा, अनि पूर्णप्रकाश नेपाल यात्री, अनि त्यसै गरी श्रीरत्न शर्मा रिजाल, अनि त्यसै गरी भीमनिधि तिवारी, अनि जोसेफ टुची, सायद उहाँ विदेशी हुनुहुन्छ होला अथवा नाम नेपाली राख्नु भएको थाहा छैन, अनि भुपी शेरचन, हामीले त अब कोर्समै पढ्यौँ उहाँहरूको त होइन कृतिहरू। त्यसै गरी पारिजात विष्णुकुमारी वाइवा शिरीषको फुल भन्ने हामीले जुन पढेका हौँ। त्यसै गरी गोपाल प्रसाद रिमाल, अनि त्यसै गरी पहलमान सिंह सुवार, अनि त्यसै गरी युद्ध प्रसाद मिश्र, अनि त्यसै गरी गुरुप्रसाद मैनाली, उहाँको कथा त हामीले पनि धेरै पढ्यौँ। अनि त्यसै गरी सिद्धिचरण श्रेष्ठ, मेरो प्यारो ओखलढुङ्गा भनेर जुन उहाँले लेख्नुभएको थियो, उहाँ हुनुभयो। अनि विश्वेश्वर प्रसाद कोइराला, बिपी कोइराला चिरपरिचित नै हुनुहुन्छ, अनि धरणीधर कोइराला, अनि त्यसै गरी हृदयचन्द्र सिंह प्रधान, अनि त्यसै गरी जय पृथ्वीबहादुर सिंह, अनि त्यसै गरी नाट्य सम्राट भनेर हामीले जुन चिन्दछौँ बालकृष्ण सम, अनि योगी नारायणनाथ, अनि त्यसै गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा, अनि कवि शिरोमणि लेखनाथ पौड्याल, अनि त्यसै गरी युग कवि मोतीराम भट्ट, अनि त्यसै गरी आदिकवि भानुभक्त आचार्य, उहाँहरूको यो प्रतिमासहित उहाँहरूले एकै ठाउँ राख्नु भएको रहेछ। अनि हेर्दा पनि अवलोकन गर्दा पनि अत्यन्त सुन्दर रमाइलो, राष्ट्रिय झन्डा पनि साथमा राख्नुभएको। अनि यो ठाउँको एक किसिमले भन्यो भने पर्यटकीय ठाउँ जस्तो पनि, सबैजना फोटो भिडियो खिच्न आउने, साहित्यको आफ्नो देशका साहित्यमा योगदान पुर्याउनु भएका व्यक्तिहरूको जानकारी पनि हुने र ठाउँको नि भौगोलिक रूपले पनि दुल्लु बजारको हाइटमा माथि नै रहेको र चारैतिरबाट देखिने रमाइलो पर्यावरणीय ठाउँ, शीतल ठाउँ, गर्मीको समयमा घुम्न डुल्न पनि रमाइलो। अनि म पनि काम विशेषको सिलसिलामा यो ठाउँमा आउँदाखेरि तपाईँलाई पनि यो अवलोकन गराएँ। आशा छ यसलाई तपाईँले पनि मन पराइदिनु हुनेछ भन्दै यो सानो डकुमेन्ट्रीबाट बिदा चाहन्छु। हस् त, धेरै धेरै धन्यवाद।